आदरणीय दर्शकवृन्द तथा श्रोता साथीहरू नमस्ते अनि स्वागत छ यहाँहरू सबैजनालाई ट्यु ग्राउन्डबाट। ट्यु इन्टरनेसनल क्रिकेट ग्राउन्डलाई ट्यु इन्टरनेसनल स्टेडियममा बदल्न अहिले धमाधम काम भइरहेको छ। विशेष गरिकन प्याराफिट र फ्लड लाइटको दुईटा फरक फरक ठेक्का लागिसकेपछि दुईटै निर्माण कम्पनीले काम सुरु गरिसकेको छन् फिल्डमा र करिब काम सुरु गरेको 18औं दिन आज भएको छ। र समग्रमा हेर्नु पर्दाखेरि प्याराफिटको लागि चाहिँ सोलिङको लेभलमा काम पुगिसकेको छ भने निर्माण सामग्रीहरू लगायतका विभिन्न सामग्रीहरू चाहिँ फिल्डमा पुगिसकेको छन्। त्यसै गरिकन विभिन्न पिलरहरू जुन डिफ्रेन्ट सेक्सन गरेर प्याराफिट बन्छ त्यसको लागि चाहिँ पिलरहरूको लागि पाइलहरू राख्ने काम पनि भइसकेको छ र त्यसलाई कङ्क्रिट गर्ने काम पनि सुरु भएको छ। त्यसै गरिकन सँगसँगै फ्लड लाइटको कामहरू पनि भइरहेको छ र फ्लड लाइटको विशेष गरिकन 3वटा पिलरमा चाहिँ काम सुरु भइसकेको छ। 3वटा पिलर मध्ये एउटा पिलरको पहिलो पिलरको चाहिँ एउटा पाइल राख्ने काम भएको छ भने दोस्रो पिलरको करिब 5वटा र तेस्रो पिलरको चाहिँ लगभग आजसम्म चाहिँ 6-7वटा पाइलहरू राख्ने काम सकिने बताइएको छ। त्यसरी हेर्दाखेरि चाहिँ समग्रमा यो भनौँ न फ्लड लाइटको पनि 3वटा पिलरहरूको काम सुरु भइसकेको छ र पाइलहरू राख्ने काम अबको 1-2 दिनमा सकिन्छ। एउटा टावरको मुनि 9वटा पाइल हुन्छ जुन 18 मिटर गहिरो हुन्छ र यसरी चाहिँ भनौँ न द्रुत गतिमा कामलाई अगाडि बढाउन थालिएको छ भने प्याराफिटको दुवैतर्फ चाहिँ सोलिङको काम दुवैतर्फ यसलाई चाहिँ इस्ट र वेस्ट गरेर डिभाइड गरेपछि त्यसमा दुवैतर्फ चाहिँ काम सुरु भइसकेको देखिन्छ र यसरी हेर्दाखेरि चाहिँ काम चाहिँ स्पिडमा लगिएको छ। मसिनहरूको प्रयोग बढी भएको छ र अब यसपछि चाहिँ जुन अब फर्माहरूको लेभलमा पुग्यो भने चाहिँ मान्छेहरूको प्रयोग पनि बढी होला र अहिले चाहिँ अधिकांश रूपमा मसिन र यो कामहरू भइरहेको छ र समग्रमा हेर्दाखेरि समय पनि छोटो भएको हुनाले जति बढी मसिनले गर्न सकिने काम भयो त्यति नै काम चाहिँ समयमै सकिने सम्भावना पनि रहन्छ र मसिनले गर्दाखेरि त्यसले कामलाई छिटो छरितो र गुणस्तरीय रूपमा पनि गर्न सकिन्छ। यसरी चाहिँ काम फटाफट भइरहेको छ र यसरी हेर्दाखेरि आधिकारिक रूपमा दुवै निर्माण कम्पनीको तर्फबाट केही नआए पनि समग्रमा हेर्दाखेरि 10% भन्दा अलि भनौँ न आसपासमा चाहिँ काम भएको अनुमान पनि गर्न सकिन्छ र अब हामीले चाहिँ यसरी हेर्दाखेरि चाहिँ अब जुन पहिलो काम हुन्छ जुन फाउन्डेसनको काम हुन्छ त्यसमा चाहिँ पक्कै पनि एउटा समय लाग्ने काम हो। फाउन्डेसनको काममै बढी समय लाग्ने गर्छ जहिले पनि र यहाँ फाउन्डेसनको काम चाहिँ दुवै योजनाको फाउन्डेसनको कामहरू चाहिँ धमाधम भइरहेको हुनाले समग्रमा हेर्दाखेरि चाहिँ आयोजनालाई यो सन्तोषजनक भन्न सकिन्छ र यसले चाहिँ चाँडै नै एउटा काम चाहिँ सकिने सम्भावना रहन्छ र यो पहिलो चरणको कामहरू अहिले भइरहेको छ। प्याराफिट र फ्लड लाइटको कामहरू भइरहेको छ। यो कामहरू निर्माण सम्पन्न भइसकेपछि समयमै निर्माण सम्पन्न भइसकेपछि दोस्रो चरणको कामहरू पनि सुरु हुने बाँकी रहेको कामहरू बाँकी रहेको भागतिरको प्याराफिट र अन्य संरचनाहरूको निर्माणहरू पनि भनौँ न सुरु गरिने बताइएको छ। जस्तै सुविधा सम्पन्न यो रेस्ट रुमहरू त्यस्तै गरिकन अर्को सुविधा सम्पन्न पवेलियन लगायतका मिडिया सेन्टर कमेन्ट्री बक्स लगायतकोहरू चाहिँ निर्माण हुने पनि बताइएको छ। सो यसरी हेर्दाखेरि र छाना पनि पछिको दोस्रो चरणमा चाहिँ प्याराफिटहरूको माथि छाना लगायतको निर्माणहरू गरिने भनेर चाहिँ चर्चाहरू चलिएको छ। सो यसरी हामीले यो ट्यु ग्राउन्डलाई चाहिँ जुन इन्टरनेसनल स्टेडियम बनाउनको लागि सरकारले जुन काम गरिरहेको छ सराहनीय छ र त्यसको साथसाथै एउटा के पनि देखिन्छ भने गभर्मेन्टको साइडबाट क्वालिटी हेर्ने मान्छेहरू पनि यहाँनिर दिनभरि खटिएको देखिन्छ जुन एकदमै सकारात्मक कुरा पनि हो। किनभने आयोजना बनिसकेपछि या सर्टेन चरणमा पुगिसकेपछि यो भएन त्यो भएन भन्नुभन्दा रिलेटेड कन्सर्न मान्छे चाहिँ फिल्डमै बसेर निर्माण कम्पनीलाई पनि गाइड गरिरहने हो भने त्यसले पक्कै पनि फेरि निर्माण कम्पनीलाई पनि बोझ नथपिने र सरकारलाई पनि समयमै काम सम्पन्न गराउन सजिलो हुने भएको हुनाले यसलाई पनि सकारात्मक कदमको रूपमा लिन सकिन्छ।
र ट्यु ग्राउन्ड त्यसै पनि नेपालमा क्रिकेटको चर्चा एकदमै भनौँ न अहिले भत्तै बढेको पनि छ र एउटा क्रिकेटको चाहिँ भनौँ न व्यावसायिकता क्रिकेटको चाहिँ एउटा क्रिकेटलाई करियर छान्नेहरूको चाहिँ करियर सुनिश्चितता लगायतका कुराहरू देखिएको हुनाले पछिल्लो समय क्रिकेटको क्रेज नेपालमा बढ्दै गएको छ। अब नेपालमा स्पोर्ट्स टुरिज्मको कुरा गर्दाखेरि क्रिकेट पनि एउटा भनौँ न रोजाइको विषयमा पर्छ, किनभने हामी साउथ एसियन जुन कन्टिनेन्टमा छौँ त्यहाँबाट चाहिँ तपाईँको क्रिकेटप्रति धेरै मोह भएको कन्ट्रीहरू जस्तै भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका देशहरू भएको हुनाले स्पोर्ट्स टुरिज्मको सम्भावना पनि नेपालमा रहने गर्दछ र नेपालमा सुविधा सम्पन्न र राम्रा खालका स्टेडियमहरू भयो भने एउटा ठुलो प्रतियोगिताहरूको लागि आयोजकको रूपमा र कहिलेकाहीँ चाहिँ न्युट्रल भेन्यूको रूपमा पनि नेपाल छानिन सक्छ। त्यसैले गर्दाखेरि स्पोर्ट्स टुरिज्मको लागि पनि नेपालमा क्रिकेटले चाहिँ ठुलै सम्भावना बोकेको छ र यसलाई चाहिँ राम्रोसँग प्रयोग गर्न सक्ने हो भने देशको अर्थतन्त्रकै लागि पनि यो एउटा वरदान साबित हुन सक्छ। क्रिकेट पछिल्लो समय जुन हिसाबले बढिरहेको छ नेपालमा र छिमेकी देशहरूमा त पहिलादेखि नै क्रिकेट एउटा राम्रो अर्थतन्त्रको स्रोतदेखि लिएर एउटा खेल जगतमै एउटा सफलताको स्रोत लगायतको कुराहरूको रूपमा देखिएको छ। सो अब ट्यु ग्राउन्डमा पहिलादेखि नै स्टेडियमको चर्चा त चलेको हो, फ्लड लाइटको पनि धेरै पटक चाहिँ निर्माण हुने भनेर चर्चाहरू चलेको थियो तर हुन सकेको थिएन। यसपालि भने फ्लड लाइट र प्याराफिट दुइटैको निर्माण सँगै सुरु गराउन सफल भएको छ नेपाल सरकार र यसले चाहिँ समयमै सम्पन्न गर्न सक्यो भनेपछि चाहिँ यसले एउटा ठुलो उपलब्धि हासिल गर्नेछ भने एउटा इक्जाम्पलको रूपमा पनि सेट हुनेछ र भविष्यमा अन्य आयोजनाहरूको लागि पनि एउटा चाहिँ सिकाइ बन्नेछ। यहाँनिर चाहिँ फ्लड लाइटको कुरा गर्नु पर्दाखेरि फ्लड लाइटको पाइलहरू चाहिँ 18 मिटरसम्मको गहिरो छ भने फ्लड लाइटहरू 50-55 मिटरसम्मको उचाइको रहने बताइएको छ। त्यसै गरिकन प्याराफिटको पनि पहिलो चरणमा चाहिँ करिब 10,000 क्षमतासम्मको रहने र त्यसपछि चाहिँ त्यसलाई दोस्रो चरणमा थपेर 25,000 क्षमतासम्मको पुर्याइने बताइएको छ भने पवेलियन लगायतका अन्य संरचनाहरू यी सबै कुराहरू चाहिँ दोस्रो चरणमा बन्ने र अन्य संरचनाहरू मिडिया बक्स, कमेन्ट्री बक्स भनौँ पनि निर्माण हुने भनेर बताइएको छ र अब चाहिँ कुनै अवरोधहरू भएन भनेपछि निर्माणलाई चाहिँ समयमै सम्पन्न गर्ने तोकिएको समय जुन वैशाख 24 गते रहेको छ त्यसभित्रै सम्पन्न गर्ने भनेर निर्माण कम्पनीहरूले पनि बताइरहेका छन्, दाबी गरिरहेका छन् र त्यही रूपमा कामहरू भइरहेको छ र अहिलेसम्मको प्रगति हेर्दा सन्तोषजनक रहेको भन्ने कुराहरू आइरहेको छ। र अब नेपालको अहिले प्रतियोगिताहरू पनि नेपाली ग्राउन्डमा नभइरहेको अवस्थामा चाहिँ यो करिब वैशाखको अन्तिम सातामा निर्माण गरिसक्ने भनेपछि यो चाहिँ यदि यसरी नै निर्माण हुन्छ भनेपछि यसले चाहिँ एउटा क्रिकेटको लागि चाहिँ नेपालको लागि चाहिँ एउटा ठुलो उपलब्धि चाहिँ बन्न सक्छ र यसको साथसाथै अब कुनै पनि भनौँ न ठुला प्रतियोगिताहरू आयोजना गर्नको लागि दुईटा स्टेडियमहरू कम्तीमा पनि एउटै सहरमा हुनुपर्ने जस्तो खालको जुन इन्टरनेसनल प्र्याक्टिस छ त्यो हिसाबले चाहिँ गभर्मेन्टले यसलाई पनि राम्रोसँग सम्पन्न गर्नुपर्ने र साथसाथै मूलपानीलाई पनि अगाडि लिएर जान सक्यो भनेपछि त्यसले चाहिँ समग्र रूपमा नेपाललाई चाहिँ एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजकको रूपमा चाहिँ दाबी गर्न योग्य बनाउनेछ। मूलपानी पनि लामो समयदेखि थन्केर बसेको छ, धेरै निर्माणहरू भइसकेको छ त्यहाँ भने बाँकी निर्माणहरू सम्पन्न गर्नतर्फ नेपाल सरकारले विशेष कदमहरू चाल्ने हो भने त्यसले पनि एउटा ठुला प्रतियोगिता आयोजना गर्नको लागि चाहिँ नेपालको सक्षमता दाबी गर्ने एउटा स्रोत बन्नेछ र मूलपानी र ट्यु दुईटै अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्टेडियमको रूपमा नेपालमा अघि बढाउन सक्ने हो भने पक्कै पनि क्रिकेटको लागि ठुला प्रतियोगिताहरू र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू होस्ट गर्नको लागि नेपाललाई चाहिँ यसले
पक्कै पनि मद्दत गर्नेछ र आशा छ कामलाई स्पिड अप गरेर टियुको स्टेडियम समयमै बन्नेछ।